कहाँ जानु बुढो? सहकारीको आगमलाई घरमै भेटेर कुरा गर्नु पर्यो भनेर म त उहाँको घर जाँदैछु। ए ल बुढाला नातिकन केही चिन्ता नगरी राम्रोसँग सबै काम मिलाएर आउनुहोस् है। हस् बुढो हस्। अहिले म सहकारीको हाकिमलाई भेट्न उहाँको घरमै जाँदैछु। उहाँलाई भेटेर सबै कुरा मिलाएपछि म तिमीलाई फोन गर्छु। छोरीको ख्याल गर, आफ्नो ख्याल गर, चिन्ता नगरिकन बस। हस् हस् बुढा हस्, राखेँ है त। हस् बुढो हस्, बाई। हस्। ओहो हजुर नमस्कार। नमस्कार बाबु। म त हजुरलाई भेट्न हजुरको घरतिर आउँदै थिएँ, बाटैमा भेट्नु। के काम थियो र बाबु त्यस्तो? हेर्नुहोस् न, सानो काम थियो। मलाई अलिकति पैसाको खाँचो थियो, त्यही भएर पूजा राखेर भए पनि सहकारीबाट ऋण लिउँ कि भनेर हजुर। आजभोलि कतिको गाह्रो छ। पहिला जस्तो सजिलो छैन बाबु हाम्रो सहकारीमा लोन लिनु। गाउँभरिका मान्छेले लोन लिन्छन्, समयमा तिर्दैनन्। धितो राखेपछि लोन दिनै पर्यो बाबु। समयमा नतिरेपछि सहकारी नै धरापमा परिसक्यो अहिले। त्यही भएर कतिको त हामीले लिलामी प्रोसेसमा अगाडि बढाइसक्यौँ, कतिको त लिलामी पनि गरिसक्यौँ। तर के गर्नु, त्यो लिलाम गरेर जग्गामा सिलाम पनि फलाउन सकेका छैन बाबु। त्यही भएर हाम्रो सहकारीबाट लोन पाउन धेरै गाह्रो छ बाबु। त्यही पनि हजुरलाई कति पैसा चाहियो? मलाई त्यस्तै 12-15 लाख चाहिएको हजुर। 12-15 लाख? बाबुको बुबा चाहिँ कता हुनुहुन्छ नि? बुवा त कन्ट्याक्टमै हुनुहुन्न हजुर। ए त्यसो भए कुरै सकिगयो नि। बाबुहरूको अंशबन्डा भएको छैन क्यारे, त्यहाँमाथि बुवा पनि सम्पर्कमा हुनुहुन्न, अनि कुरै मिलेन नि। त्यसैले ऋण दिन मिल्दैन बाबु। यस्तो कुरा नगर्नुहोस् न हजुर। हजुर त पहिल्यैदेखिको चिन्जानको मान्छे भनेर मैले हजुरमाथि ठुलो आश बोकेर आएको छु। मैले जति कोसिस गरे पनि बुवा कन्ट्याक्टमै आउनु भएको छैन। हजुरले जसरी भए पनि मिलाइदिनु पर्यो हजुर। तिमीले भने जस्तो सजिलो छैन। म पनि त नियम कानुनमा बाँधिएको छु। हेर सागर बाबु, हाम्रो सहकारीबाट तिम्रो बुबाको उपस्थिति बिना र सहमति बिना लोन दिन मिल्दैन। अनि सर, बुवाले केही जग्गा मेरो नाममा पनि पास गर्नु भएको थियो। त्यो जग्गा धितो राख्न पनि बुवा नै उपस्थित हुनुपर्ने हो र? हो, बाउको साथ सञ्जाल हाम्रो सहकारीमा कारोबार गर्न बाउकै उपस्थिति हुनुपर्छ। ल म अहिले व्यस्त छु, लोन लिने भए बाउलाई साथमा लिएर आउनु है त।